दर्शकहरू नमस्कार अनि स्वागत छ। यतिखेर हामीसँग विशेष संवादको लागि धर्मकर्म सरकारी सञ्चालिका बिनु कोइरालाको साथमा हुनुहुन्छ। म स्वागत गर्न चाहन्छु। नमस्ते, स्वागत छ दिदी। हस्, धन्यवाद। सन्चै हुनुहुन्छ? हजुर, ठिक छ। छोरी चेलीहरूको लागि नेपालमा अत्यन्तै त्यो सुरक्षा पनि नहुने गरी परिघटना दिनदिनै घट्दैछन्। हिजो अस्ति शनिबार राति मात्रै एउटा युवतीको अथवा स्त्रीको शव जलिएको अवस्थामा भेट्टाइयो, जो चाहिँ 22 वर्षीय सृजना बुढा रहेको भनेको छ। यो विषयमा कतिको जानकार हुनुहुन्छ दिदी? जानकार मैले सामाजिक सञ्जालमा हेरेको हो। एउटा महिलालाई एउटा बच्चाकी आमा पनि भनेर मैले हेरेको थिएँ। बच्चाकी आमालाई 3 वर्षकी छोरीकी आमालाई जिउँदै जलाएर मारेको छ। त्यो हत्यारालाई फाँसीको सजाय दियो। नयाँ बनेको सरकार छ, त्यसपछि कानुनविद सविता गौतम कानुन मन्त्री बन्नु भएको छ। अब यस्तो बलात्कारीलाई चाहिँ फाँसीको सजायको ऊ चाहिँ सुनाउनु पर्यो र कानुन कार्यान्वयन गरेर या कानुन संशोधन गरेर भए पनि अब फाँसी दिनु पर्यो। भोलिदेखि हाम्रा छोरी या हामी महिला बलात्कृत हुनु नपरोस्। यी जेलमाराहरूलाई कस्तो भयो भने कानुन छैन, पैसा र पावर भयो भने छुटिहाल्छु भनेर पहिलाका नेता जस्तो गराउनु खोज्या होला। अब बालिनको सरकार आइसकेका छन्, अब यिनीहरूलाई छुट छैन, अब यिनीहरूलाई फाँसी दिने हो। अब हेरौँ न, दिनदिनै यो छोरी चेलीहरू मारिने क्रम जारी छ। नयाँ सरकार आएको छ। हजुर। अब धेरै जनताको त अपेक्षा छ यो नयाँ सरकार छ। हजुर। के होला, तपाईँले के यी छोरी चेलीहरूले न्याय पाउलान्? अवश्य पाउँछन्, किनभने हामी दबाब दिन्छौँ उहाँहरूलाई, सरकारमा बस्ने मान्छेहरूलाई, हाम्रा छोराछोरीहरूलाई न्याय दियो भनेर। न्याय त हेर्नुहोस्, अहिलेसम्म निर्मला पन्तले नि पाएकी छैन नि। कति भयो बलात्कार भएर हत्या भएको, त्यसपछि भागेर थिए। त्यसपछि अहिले हुँदाहुँदै इनिसा विक उनले पनि न्याय पाएकी छैनन्। एउटा लगेर समाएर जेल राख्दैमा मात्रै न्याय पाएको हुँदैन। यस्ता व्यक्तिलाई नि लगेर फाँसीको सजाय दिउँ न, भोलिदेखि अरू बलात्कार नै हुँदैन। किनभने मर्न सबैलाई डर हुन्छ। हामी महिला कर्मी हुन्छौँ, ठुल्ठुलो भाषण गर्छौँ, माइतीघर मण्डलमा आन्दोलन गर्छौँ, अनसन बस्छौँ, तर हामीले पाउने केही छैन। हामी निराश बन्छौँ, 2-4 दिन अनसन बस्छौँ, ऊ गर्छौँ, तर न्याय पाउँदैनौँ। अब न्याय चाहिन्छ भने हामी आवाज उठाउँछौँ, टेबल ठटाउँछौँ, संसदमा पुर्याउँछौँ र संसदमा पनि महिला नै हुनुहुन्छ कानुन मन्त्री। त्यसैले गर्दा अब चाहिँ केही हुन्छ कि भन्ने आश पलाएको छ। फेरि पनि अब पहिला जस्तै, हजुर, पूर्ववर्ती सरकार जस्तै हजुर, यी छोरी चेलीले न्याय पाएनन् भनेदेखि त कुनै औचित्य नै भएन। अहिले नयाँ सरकार लिएर आएको, 2/3 सरकार दिएर अब पनि हाम्रा छोरी चेलीले न्याय पाएनन् भने चाहिँ यो सरकारको नि हामी विरोध गर्छौँ। किनभने हाम्रो अधिकारको लागि र हामीलाई केही राहत मिल्छ भनेर हामीले 2/3 सरकार दिए। उहाँहरूले काम गर्न सक्नु भएन, त्यही घुम्ने कोर्सी पुरानो नै नेताहरू जस्तो गर्ने हो भने उहाँहरूलाई पनि त्यो ठाउँमा बस्ने अधिकार छैन। त्यसैले हाम्रा छोराछोरीहरूलाई न्याय दिनुपर्छ। उहाँले जसरी हुन्छ न्याय दिनुपर्छ। न्याय हामीलाई थुनेर होइन, जेलमा राखेर होइन, फाँसीको सजाय दिएर न्याय दिनुहोस्। जसरी अहिले जेनजीका छोराछोरीहरूलाई न्याय मिलेको छ, जसले गोली हान्न आदेश दिएको थियो, गोली हान्ने मान्छेहरूलाई समातेर जुन सरकारले राम्रो कदम अगाडि बढाएको छ, त्यसै गरी यी बलात्कारीहरूलाई पनि फाँसीको सजाय दिन सुरु गरोस्। योभन्दा पहिला सुर्खेतमा जुन घटना घटेको थियो, के बिग भन्ने 4जना इनिसा बिगको 4जना युवकहरूले बलात्कारपछि हत्या गरेका थिए र त्यो पनि प्रेम सम्बन्धमै थिइन् भन्ने कुरा आएको छ। र जुन खालको हिजो अस्ति शनिबार मात्रै जलाइएकी महिला सृजना बुढा पनि प्रेमीले नै जलाएको भन्ने कुरा आएको छ। छोरी चेलीले प्रेमीसम्म सम्बन्ध राख्दै गर्दाखेरि किन होला प्रेमीबाटै प्रेमिका जलिनु मर्नुपर्ने? यो कस्तो भने यो वासनाको शिकार। एउटा महिलालाई नि पुतली खेले जस्तो खेलाइदिए पुरुषहरूले, त्यो गलत हो। हामी महिला खेल्ने वस्तु होइन। यही महिलाले गर्दा घर संसार सुखमय पनि हुन्छ। यही महिला काली बनेर निस्क्यो भने नरसंहार पनि गर्छ। यो कुरा कसैले पनि नबिर्स्यौँ। आधा महिलालाई मैले कठपुतली बनाएको छु, यिनीहरूलाई युज गर्छु, छोड्छु भन्ने जुन गलत मानसिक हावी भएको छ नि यो पुरुषहरूलाई, त्यो चाहिँ एकदमै गलत हो। अधिकांश पुरुषलाई भनिन, तर यहाँ 2-4 जनाले हवसको शिकार बनाउने, त्यसपछि बार्गेनिङ मिल्दैन अनि त्यसपछि मारिदिने। मलाई बिहा गर, केटी मान्छे सेक्युर हुन चाहन्छे, किनभने घर परिवार जोड्न चाहन्छे, रिलेसनमा मात्र बस्न पक्क पनि चाहँदिन। त्यसैले गर्दा घर परिवारमा जोड भन्दा यो घटना घटेको जस्तो मलाई चाहिँ लाग्छ है। प्रेममा बस्दा 10 चोटि सोचेर बस्छ दिदी बहिनीहरू, किन प्रेम गर्नु अपराध होइन, तर कस्तो व्यक्तिसँग प्रेम गर्दैछु र सबभन्दा पहिला नाङ्गो
परम्परालाई चाहिँ हटाइदेऊ। माया प्रेम बस त बिहा नगरुन्जेलसम्म अर्काको ओछिन नभनिदेऊ न। किन मान्छेहरू मूर्ख बन्छन्? छोरी मान्छेहरू पनि अचम्म लाग्छ मलाई। हत्तनपत्त लभ गऱ्यो, हत्तनपत्त ओछिन भनिदिनु गयो। यसैले गर्दा मर्ने र मार्नेमा गएको हो। कारण त्यही हो त। एकदम मैले चाहिँ कारण यही देखेँ है। सबभन्दा गल्ती हामी लेडिज मान्छेको गल्ती भन्नु नै अरूसँग सम्बन्धमा बस्नु। प्रेम गर्नु पाप होइन, तर प्रेम गरेर अर्काको ओछिन भन्नु चाहिँ पाप। कतै कतै यो छोरा मान्छे पनि त एउटा राक्षसी दानवीकरण भएको हो नि त। किन भन्दाखेरि प्रेमको लोभ लालच देखाएर, प्रेमको ललिपप देखाएर हत्यासम्मको योजना बनाउनु पर्छ। हो, त्यही गर्दा यस्ता व्यक्तिलाई फाँसी दिउँ न। भोलिदेखि अरू हाम्रा छोरीचेलीहरू बलात्कृत पनि हुँदैनन् र यस्तो हवसको शिकार पनि बनाउँदैन। ओहो मैले यस्तो गरेर केही गरेँ भने त मलाई लहर झुन्ड्याइदिन्छन् भन्ने डर हुनु पर्यो क्या। यहाँ त डर भएन। रानीको राज्य भन्छ नि उखानमा एउटा, त्यही राज्य जस्तो भयो। अब बालेनको सरकार आउँदैछ, पक्कै पनि हाम्रा चेलीहरूले न्याय पाउँछन्। अब यस्तो सम्बन्धलाई कडाभन्दा कडा आउँछ। इलिसा अफ्रिकाका हत्याराहरू, जुन सिर्जना बुढा मगरका हत्याराहरूलाई कुन हदसम्मको कानुनले कुन हदसम्मको मैले त भनिसके फाँसीको सजाय दिउँ। फाँसीको सजाय त नेपालमा छैन। किन ल्याउन पाइयो त? दुई तिहाईको सरकार छ, कानुन संशोधन गर्ने ऊ छैन र? उहाँको अधिकार छ अहिले। हामीले त उहाँलाई दुई तिहाईको सरकार दिएको छ। कानुन संशोधन गरौँ न। कानुन संशोधन गरेर ऊ गरौँ त। किन विदेशमा बलात्कार हुँदैन? कानुन बलियो भएर हो नि त। सबैलाई मर्न त डर हुन्छ नि। त्यहाँ त एउटा केटीलाई सँगै बसेर छोड्दै भने पनि फाँसी दिन्छन्, तर हाम्रो नेपालमा त्यो छैन। त्यसैले गर्दा यो विकृति फैलिएको, समाजै भाँडिसक्यो। त्यसैले गर्दा जति सक्दो चाँडै फाँसीको सजाय दिउँ। होइन भने बलात्कार गर्ने चिजै काट्दैन यी राक्षसहरूको। त्यसो अलि अपशब्द भयो कि? कस्तो अपशब्द? बलात्कार गर्न हुने, बलात्कार गर्ने चिज काट्न नहुने हो र? कसरी अपशब्द हुन्छ? अलि नमिठो लाग्यो मलाई चाहिँ। नमिठो मान्न पाइन्छ किनभने तपाईँ पनि एउटा पुरुष भएर तपाईँलाई नमिठो लाग्यो होला। दोषीलाई त्यसो कारबाही दिन पर्यो भन्ने बुझ्नुभयो। मैले दोषीलाई नै भन्दैछु, बलात्कारीलाई भन्दैछु। मैले सबै पुरुषको के अरे ऊ काटौँ भने होइन नि त। जो बलात्कार गरिन्छ, बलात्कार गर्ने चिज काटौँ भने नि। बिचारा कति तडपी मर्नु पर्यो होला हैन? अनि वो केटी मान्छे मर्दा चाहिँ जलाउँदा कति हामीलाई अलिकति पीडा होला हैन? कति पीडा होला। आगोले अलिकति पोल्यो भने त हामी कति हुन्छ, छटपटी र डाहा हुन्छ। त्यत्रै जिउँदै आगो लगाउँदा चाहिँ कस्तो भयो होला हेर्नुहोस् त। त्यो कुरा सम्झेर भन्दैछु मैले। यस्ता पुरुषलाई, यस्ता राक्षसलाई नि तिनीहरूलाई फाँसी दिनु। 3 वर्षको बच्चा। हजुर। अब त्यो बच्चा आमा गुमेको छ। आमा अनाथ भयो। अनि तपाईले आफ्नो छोरी सम्झिनुस् त त्यो जलाइएकी महिला। त्यो हेर्नुहोस्, हामी त कल्पना गर्न कति रौँ पनि श्रृङ्ख गर्छ त्यस्तो कुरा सम्झिँदा। त्यसैले गर्दा यस्ता पुरुषलाई जुन बलात्कार गरेर हवसको शिकार बनाएर पछि गएर मार्छन् नि, यस्ता पुरुषलाई चाहिँ मृत्युदण्ड नै दिनुपर्छ, फाँसी नै दिनुपर्छ। होइन भने यिनीहरूको बलात्कार गर्ने चिजै काटिदिनुपर्छ। भोलिदेखि कुनै महिला बलात्कृत हुन्नन्। के चिज भयो? पितृ सत्तात्मक देश भन्ने भएर यस्तो भयो हो। अब त्यो परिवर्तन हुनु पर्यो। महिला र पुरुष हामी उसमा भाषणमा गर्दा चाहिँ महिला पुरुष बराबर भन्छौँ, अनि महिलालाई चाहिँ जे गरे नि पुरुष प्रधान देश भन्दैमा अब कोही पनि छुट छैन। महिला पुरुष बराबर हो, एउटा रथको दुईटा पाङ्ग्रा हो। महिला नभइकन देश मात्र होइन, समाज मात्र होइन, कुनै चिज पनि चल्दैन। एउटा घर चल्दैन, देश चलाउँछ ठुलो कुरा। एकातिर अब भागीरथी भट्ट, निर्मला पन्त, इलिसा विका, सिर्जना बुढाहरू मारिएका छन्, जिउँदै जलाइएर यस्ता घटनाहरू दूरदराजमा त कति होलान्। एकातिर पीडित छन्, तिनीहरूले न्याय पाउन मुस्किल छ। अर्कोतिर फेरि कति छोरी चेलीहरू नक्कली बलात्कृत भए भनेर छोरा मान्छे पनि फसाइरहेको छ। त्यो त हेर्नुहोस्, ती नक्कली बलात्कृत भए भन्नेहरूले पीडितहरूलाई न्याय नदिलाएको पनि अवश्य यो कुरामा पैसाको लागि बार्गेनिङ गर्ने। मैले मन परुन्जेल चमत्कार सर्वे सर्वाने त्यही भन्ने, अनि बार्गेनिङ मिल्दैन, अनि बलात्कारको केस लाएर गर्दा आज न्याय पनि हाम्रा जुन बलात्कृत भएर मरेका महिलाहरूले पनि पाएनन्। किनभने यी 2-4वटा खडुल्लीहरूले गर्दा हाम्रा पीडित महिलाले पनि न्याय पाएका छैनन्। यो गलत हो नि त। खडुल्ली भनेको के चाहिँ रहेछ हजुर? त्यो भनेको काम नलाग्ने पतुर आइमाई भन्छ त्यसलाई। त्यस्ताले गर्दा नि न्याय नपाएको हो। अहिले जुन पीडामा भएका महिलाले पनि न्याय पाएका छैनन्। ठ्याक्कै नाम चाहिँ नखुलाऊ। हजुर।
कतिपय स्त्रीहरू हजुर कसैसँग बस्छन् हजुर बच्चासँग नि फाल्न लगायो भन्ने कुराहरू पनि मिडियामा आएर बोल्छन् हजुर र अहिले बलात्कारको केसहरू भन्दै उजुरी बाजुरी गर्छन् कतिपय त राजनीतिक घटना पनि राजनीतिक इस्यु पनि यसैलाई बनाउँछन् त्यसमा के छ त एकदम मन पराउँदै मैले अघि नै भने अर्काको लोग्नीलाई यो पनि गलत हो महिला दुई चारवटा महिलाले गर्दा नि महिला नै कलङ्कित भएको दुई चारवटा पुरुषलाई पैसाको लागि फसाउने मोज मस्ती गर्ने पैसा हुन्थ्यो मेरो सर्वे सर्वा नै यही भन्ने र आफ्नो शरीर सुम्पिने अनि प्रेग्नेन्ट हुने बच्चा खाने यो सबै गर्ने त्यसपछि बार्गेनिङ मिल्दैन पैसाको कुरा मिल्दैन अनि त्यसपछि बलात्कार भन्ने के छ यस्ता महिलालाई नि कारबाही गर्नुपर्छ यिनीहरूलाई नि फाँसी दिनुपर्छ बलात्कार यस्ता महिलाले गर्दा पनि महिलाहरू विचलित भएका हुन् र महिलाहरू पीडामा परेका हुन् यी दुई चारवटा नखरमौलीहरूले गर्दा यिनीहरूले गर्दा त अब न्याय नपाएको होला यही हो हेर्नुहोस् यी आइमाईहरू यस्ता हुन् पैसाको लागि जे पनि गर्छन् पछि पनि भन्छन् हाम्रो भनेर पुरुषहरूले हामीलाई पेलेको हो यो गलत हो नि त यही दुई चारवटा महिलाले गर्दा हामी शुद्ध हाम्रा छोरीहरूले न्याय पाएनन् अब आज इनिसा विकहरू हजुर सृजना बुढाहरू हजुर जुन घटनामा मारिए हजुर हैन यो अत्यन्तै दर्दनाक एकदमै पीडादिदी मारिए हजुर जिउँदै जलाइए हजुर कतिपय त्यस्ता स्त्रीहरूको कारणले पनि यिनका घटनाहरू अथवा यिनका न्यायहरू ओझेलमा पर्न सक्ने सम्भावना पनि देखिन्छ एकदम मैले अघि नै आवाज उठाइसकेँ हेर्नुहोस् कति चिच्चाउनु कति कराउनु नारीको लागि भनेर हामी चिच्चाउँछौँ कराउँछौँ ठुल्ठुलो भाषण गर्छौँ महिला कर्मी भनेर यहाँ सङ्घ संस्था दर्ता हुन्छ पैसाको डोनेसन आउँछ हामी 5 स्टारमा बसेर ठुल्ठुलो भाषण गर्छौँ तर यी चित्कार भएर मरेका यी महिलाहरूको लागि हामी कहीँ गएर एक शब्द बोल्न सक्दैनौँ हामी साथ सपोर्ट दिनलाई माइतीघर मण्डलमा देखा पर्छौँ भिडियो खिच्छौँ तर आएर यिनीहरूको न्यायको लागि पनि कहिले पनि आवाज उठाउँदैन यो गलत हो नि त न्यायकर्मी महिला कर्मी भन्छौँ हामी ठुल्ठुलो भाषण गरेर तर न्यायको लागि कहिले पनि अगाडि बढ्दैनौँ यो यही कारणले गर्दा पनि अधिकांश नारीले न्याय नपाएकी हुन् इनिसा विकको अझै पनि लास उठेको छैन भन्ने कुरामा आएको छ कति दिन भइसक्यो लास गनाइसक्यो होला हैन अनि अहिले भर्खर सृजना बुढाहरू यसरी मारिए यो सरकारले किन अहिले सरकार गठन भएको पनि लगभग 1 हप्ता बित्न लागिसक्यो यो कमसेकम यसको न्याय छिनोफान त गरिदिनु पर्ने थियो अब अवश्य पनि हुन्छ किनभने नयाँ शक्ति आछ नयाँ सरकार आछ हामीले आश गरेको मान्छेहरू जानु भएको छ सम्बन्धित ठाउँमा अब अवश्य पनि न्याय हाम्रा छोरी चेलीले पाउँछन् होला त्योभन्दा पनि हेर्नुहोस् अहिले हाम्रा 76 जना मार्नेलाई उहाँहरूले न्याय दिँदै हुनुहुन्छ अन्यायमा हाम्रा 76 जना परेका थिए उहाँको लागि भने अगाडि बढ्नु भएको छ अब पक्कै पनि हाम्रो बलात्कृत भएर जुन ज्यान गुमाएका छन् महिलाहरूले अवश्य पनि न्याय पाउँछन्